साथीहरु आज चाहिँ म चटपट खान लाग्छु र मेरो बुढाले चाहिँ काक्रा पनि टिपेर ल्याइदिसक्नु भएको छ। यो चाहिँ हाम्रो लोकल काक्रा हो, घरमा फलेको। अब यो काटेर चटचट बनाएर हामी खान्छौँ भन्दा नि म मात्रै खान्छु। लाउनु मेरो डमी यहाँ हो, डम्स यो यहाँबाट झर्न सकेको छैन। यसलाई मैले भर्खर नुहाइदिएको। साथीहरु म चाहिँ अघि अर्कै बाटो आएको थिएँ र म अहिले चाहिँ अर्कै बाटो जानुपर्ने हुन्छ। अनि मैले चाहिँ भुजा अनि चाउचाउ भयो है। अनि एउटा राम्बा किनिसकेँ। यो राम्बा चाहिँ मेरो बुढाको लागि हो। अनि मेरो चाहिँ मेरो लागि म चाहिँ जाँदैछु। अघि चाहिँ म अर्कै बाटो गएको थिएँ भने अहिले चाहिँ म अर्कै बाटो जाँदैछु। किनेर अनि आइसकेँ। अब चाहिँ म धनिया पनि टिप्नु पर्ने हुन्छ। धनिया पनि टिप्नु पर्ने हुन्छ साथीहरु। म दुईटा बाटो आयो। अघिको उता कोठाको ढोकाबाट आएको थिएँ, अब यता टुप्नु आएको थियो। अब फेरि चाहिँ जानुपर्ने चाहिँ हुन्छ। यहाँनिर हाम्रो धनिया चाहिँ यस्तो भएको छ। यो सेपले गर्दा धनिया भएन साथीहरु। हाम्रो चाहिँ थोरै थोरै मात्रै भएको छ। अस्ति चाहिँ यो भरि थियो, अहिले चाहिँ यो सेपले गर्दा मरिसक्यो। म धनिया टिप्छु अनि माथि जान्छु। मेरो बुढाले चाहिँ प्याजहरू काटिदिसक्नु भयो होला, अघि नै काटिदिन्छु भन्दै हुन्थ्यो, काटिदिनु भइसक्यो होला। अब म चाहिँ धनियाहरू टिपेर जान्छु साथीहरु। सँग खानुपर्छ क्या, नुनसँग, नुन खुर्सानीसँग। तपाईँले चाउचाउ ल्याइदिन्छु नि मैले। रम्बा खानुहुन्छ उहाँले चाहिँ, रम्बा वाइ चाहिँ खानुहुन्न। वाइ चाहिँ मेरो हो। यो टमाटर के गर्नु हुने हो, यस्तो प्लात्तै काटिसक्यो। यो चाउचाउमा हाल्ने हो कि चटपटमा हालिदिने हुने हो कि केही म कुरा बुझ्दिनँ साथीहरु। अहिले चटपट कस्तो बन्छ त म त्यो तपाईहरुलाई देखाउने छु साथीहरु। अघि बनाइदिनु भएको मेरो बुढाले चटपट अब चाहिँ रेडी भयो। अब चाहिँ खान्छु म चाहिँ अब चटपट खान लागेको छु। कस्तो बनाउनु भयो त मेरो बुढाले, सो म भन्ने छु। मिठो हुन दिनु भयो। त्यस्तो ढिलो पिरो पनि हालिदिनु भएको छैन, ठिक्क बनाइदिनु भएको छ। अस्ति रामेन खाँदा म रुको छु नि त, त्यही भएर पिरो ठिक्क हालिदिनु भयो। ल साथीहरु अहिले भेटौँ ल खाइसकेपछि। बाई बाई। साथीहरु मैले चटपट खाना भ्याइसकेँ। आधी घन्टा लाग्यो मलाई त्यति चटपट खानुलाई। त्यति भन्दा नि के त्यति भन्नु र, एक थाल थियो नि यति खाएका आधी। अनि त्यो के भन्छ चटपट खाएँ। अनि खोर्सानी पनि अलिअलि पिरो भयो। अनि यो खोर्सानी हालेको थियौँ कि हामीले चाहिँ, यो डल्ले खोर्सानी हालिदिनु भएको थियो। अनि एकदम मलाई पिरो भयो भनेर चाहिँ भन्दिनँ, ठिकै पिरो थियो। अनि अब चाहिँ म थालभाँडा धुनु पर्ने हुन्छ। खाएपछि त धुनु परिगयो साथीहरु। एकदम मिठो भयो चटपटे। दामी बनाउनु भयो मेरो बुढाले चटपट। अब चाहिँ म यहाँ थालभाँडाहरू धुनुपर्ने हुन्छ साथीहरु। ल नेक्स्ट भिडियोमा भेटौँ ल साथीहरु। अब हामीले त खाजाहरू खाइहाल्यौँ। अनि अब हामीले चाहिँ कुखुराहरूलाई पनि खाजा दिनुपर्ने। अनि म चाहिँ अब यिनीहरूलाई दिन्छु। यहाँनिर तिरपाल यस्तो गरेको क्या,
यिनीहरू त अनि गर्मीले त फेरि ठाउँको ठाउँ भयो भने त लिएर आउँछ यहाँनिर साथीहरू अब यिनीहरूलाई चाहिँ यस्तो गरिदिनुपर्छ यहाँनिर मैले बनाएको छु बिहानै म चाहिँ बिहानै बनाउन सक्छु ल यहाँ हेर्नु अब कति आउँछ यिनीहरू ल यहाँ खा यता पनि कुद्छ उता पनि कुद्छ कस्तो ल ल ल आया भयो 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 अब तिमीहरूलाई छोड ए यिनीहरूको तमसा यिनीहरूको हेरौँ न तमसा उज्यालो एकछिन ल यत्रो भयो साथी राम्रो यहाँ तल चाहिँ एउटा भाले छ यो ठुलो भइसक्यो यहीँ छ अब यसलाई चाहिँ हालिदिनु पर्दैन र मिसले पनि खाजा खाँदैछ मिसलाई पनि मैले खाजा दिइसकेको छु कस्तो देखेको छु म यो बास जस्तै हुन्छ कस्तो देखेँ नि मैले सो साथीहरू हामीले चाहिँ खानाहरू खाइसक्यौँ अनि अब चाहिँ मैले सबै कामहरू भ्याएर आइसकेँ किचनको सो आजलाई यति नै भन्दै म हजुरहरूसँग बिदा हुन चाहन्छु र मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई यति नै नेक्स्ट भिडियोमा भेट्नेछु भन्दै साथीहरू बाई बाई टेक केयर